13 जनाको ज्यान लिने गरी रोल्पामा फेरि घटौरिँदै विदारो घटना 26 वर्षपछि सोही ठाउँमै उही घटना दोहोरियो। राति खाना खाएर सुत्न लागेका 13 जना सधैँका लागि निदाए। कसैका खुट्टा भाँचिए, कसैका टाउको फुट्यो। अधिकांश भेटिएका लासहरू हेर्न नसकिने र चिन्न नसकिने अवस्थामा थिए। माथिबाट खसेको लेदो सहितको पहिरो 81 गाउँ पस्यो। 10 वटा घर बगायो। पशु चौपायाको हिसाबै छैन। सुरक्षा निकायले पुरिएका लास कडा मेहनत गरेर निकाल्दैछ। हामी घटनास्थल पुग्दा देखिएको दृश्य निकै कारुणिक र मुटु नै चिया पार्ने छ। अझ के छ यहाँको वास्तविक थाहा पाउन भिडियो पुरा हेरी सम्भावित ठाउँहरूमा यस्ता घटना घट्न सक्छ है भनेर जनचेतना फैलाउन एक शेयर गर्दै एउटा कमेन्ट छोड्नुहोस्। अहिलेसम्म चाहिँ हिजो 2 जना र अहिले 1 जना गरी 3 जनाको भेट्यो। अनि 1 जनाको चाहिँ यो मनराखी पुन मगरको बेटी 71 वर्षको उहाँको श्रीमानको अब खोजी कार्य हुँदैछ। तपाईँ पनि देख्नुभयो के अरूको चाहिँ अटोपटो छैन है, घरको नाम निशाना छैन। अब बाँकी चाहिँ 10 जनाको चाहिँ नाम निशानै छैन। गेबिङ भएको हुनाले त्यहाँ जम्मा भएको पानी त्यो गेबिङसँग फुटेर आयो कि फुटेर आउँदाखेरि लेडोसँगकोले चाहिँ यस्तो भएको छ। हेर्नु यो ढुङ्गा पनि माथिबाटै बगेर आएको हो। कोही ढुङ्गा चाहिँ यही खोलाकै हो सर। ठुल्ठुला 5-6वटा ढुङ्गा त यसमै थियो है। यो ढुङ्गा चाहिँ यो खोलाको माथिबाट त आएको होइन। यो ढुङ्गा यो खोलाबाट नै आयो। यही नजिकैबाट आयो। यो नजिकैबाट यी ढुङ्गाहरूले नै पुर्यो त्यो घरहरू है। एकदमै। अनि 3 जना यो 13 जना मध्ये अब 3 जनाको लास भेट्यो। अनि 2 जना भाइहरू एकदमै यो घरबाट भाग्ने क्रममा चाहिँ घाइते हुनु भएको छ। अनि उहाँहरू 4 जनाको लगभग चाहिँ बगायो भन्ने सम्भावना छ। अरूको चाहिँ यतै कतै चाहिँ सक्ने सम्भावना के छ त? किन अहिलेसम्म चाहिँ यकिन भन्न सकिन्न सर। तपाईँ हामी देखिरहेका छौँ यस्तो चाहिँ बगर पुरै रक्तमै छ। हेर्नुहोस् मान्छेको चाहिँ सम्भव छैन। हेर्नुहोस् होइन, यहाँ पशु चौपाएको त काउन्टेबलै छैन काउन्टेबलै छैन, गिन्ती नै छैन। अनि त्यो धनहरू पैसाहरूको त अन्न बालीको त काउन्टेबलै छैन, हिसाबै छैन। तपाईँलाई म अलिकति अगाडिको दृश्य देखाउँछु। यहाँनिर तपाईँ देख्न सक्नुहुन्छ एउटा ठुलो ढुङ्गा छ। त्यो ढुङ्गा देखाइदिनु होला। त्यो ढुङ्गा मुनि एउटा लास अझै पनि छ भन्ने आशंका 100% जस्तै कुरा गर्नुभएको छ दाइले। र एउटा लास चाहिँ भेटिएको छ जहाँ चाहिँ श्रीमान श्रीमती हुनुहुन्थ्यो। एउटा लास यहाँ तपाईँ देख्न सक्नुहुन्छ। र यही ठाउँबाट एउटा लास बिहान मात्रै निकालिएको थियो। यही ठाउँबाट अहिले लास निकालिएको छ एउटा ठुलो ढुङ्गाले च्यापेको अवस्थामा। निकै नै कसरत, निकै नै मेहनत गरेर त्यो लासलाई यहाँबाट निकाल्न सफल हुनुभएको छ नेपालका सुरक्षा निकाय, नेपाल प्रहरी, एपिएफ टोलिस, नेपाली सेनाको चाहिँ यो कडा मेहनत पश्चात यति बेला लास निकालिएको छ। तपाईँलाई हामी दृश्य देखाइरहेका छौँ। दर्शक महानुभावहरू, पानी पर्ने एकदम तयारी छ। पानी सिमसिम पानी पर्ने चाहिँ हामीले अनुमान गरेका छौँ। दर्शक महानुभावहरू सबैलाई स्वागत छ। म तेजेन्द्र यति बेला रोल्पा जिल्लाको थबाङ गाउँपालिका वडा नम्बर 5 वाबेसीबाट एउटा चाहिँ निकै नै दुःखद खबर लिएर आएको छु। हिजो मात्रै यो ठाउँमा लेदो सहितको पहिरो आयो र एउटा सानो बस्तीलाई नै डुबानमा पार्यो। अझ भनौँ यहाँ कतिपय घरहरू अहिले पनि पुरिएको अवस्थामा छ। केही लासहरू भेटिएको छ, केही व्यक्तिहरूको चाहिँ यति बेला अवस्था अज्ञात छ, बेपत्ता हुनुहुन्छ। उहाँहरूको खोजी कार्य जारी छ। यति बेला घटनास्थलमा नेपाली सेना, नेपालका सम्पूर्ण सुरक्षा निकायहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायत यहाँ स्थानीय बासिन्दाहरू यहाँनिर आउनुभएको छ। यो घटनास्थलमा खटिनु भएको छ। लासहरू खोज्ने क्रम जारी छ यति बेला। र अब म एकजना दाइसँग भेट भएको छु। दाइलाई चाहिँ सबै कुरा जानकारी छ मलाई भन्नुभएको छ। र घटनास्थलको प्रत्यक्षदर्शी पनि उहाँ हुनुहुन्छ। यो घटना कति बेला घट्यो, यहाँ कसरी घट्न पुग्यो, यो अवस्था के छ पछिल्लो अवस्था भनेर दाइसँग केही बुझ्छु। दाइ नमस्ते। नमस्ते। हजुरको नाम? मेरो नाम दुकमन रका मगर डिके। ओके, डिके। जस्तै यो घटना हिजो कति बेला घट्यो दाइ? यो पानी 6 बजीदेखि परे पानी करिब आधी घन्टा 1 घन्टाको पानीले गर्दाखेरि यो घटना चाहिँ 7:30 बजीमा चाहिँ यो घटना भएको हो। त्यति बेला पानी परेको थियो? त्यति बेला पानी परेको थियो। थोरै एकदमै पानी चाहिँ त्यो घाग्रीदेखि खनाएको जस्तै पानी परेको थियो। अहिले यो घटनास्थलमा छौँ हामी, हजुर पनि यहीँ हुनुहुन्छ। हिजो घटना घट्ने बेला हजुर यहीँ हुनुहुन्थ्यो? म घटना घटिसकेपछि मात्र आएको। म गाउँमै थिएँ है। अनि यहाँबाट चाहिँ त्यो स्वास्थ्य चौकीमा झिलिमिली भर्ती बाल्दाखेरि मलाई चाहिँ कौशलता लाग्यो। अनि त्यो कौशलता लागेपछि म त्यहाँको चाहिँ स्वास्थ्य कर्मीलाई फोन गर्दाखेरि उहाँले चाहिँ यस्तो भयो भनेर भन्नुभयो। त्यसपछि म चाहिँ टिम लिएर आएँ। अनि यी प्रकारमा पनि फोन गरेँ। यी प्रकार साथीहरू 4 जना आउनुभयो। हामी चाहिँ 12 जना आयौँ। हजुर आउँदाको दृश्य
कस्तो थियो यहाँनिर? यहाँ त पुरै अँध्यारो थियो सर। अब 2 जनाको मात्र लास भेटायौँ। यो हाम्रो कमलबहादुर पुन मगर ठकाने भन्ने 69 वर्षको पुसाइको, अनि अर्को बहिनीको यहाँ यो 19 वर्षको चाहिँ शान्ति पुन मगरको मात्र भेटायौँ। अरूको चाहिँ लास भेटाउने सम्भवै छैन है, त्यस्तो अवस्था थियो। अहिलेसम्म कति लास भेट्यो? अहिलेसम्म चाहिँ हिजो 2 जना र अहिले 1 जना गरी 3 जनाको भेट्यो। अनि 1 जनाको चाहिँ यो मनराखी पुन मगरको भेट्यौँ 71 वर्षको, उहाँको श्रीमानको अब खोजी कार्य हुँदैछ, तपाईँ पनि देख्नुभयो के। अरूको चाहिँ अटोपटो छैन है, घरको नाम निशाना छैन। अब बाँकी चाहिँ 10 जनाको चाहिँ नाम निशानै छैन, 9 जनाको नाम निशाना छैन। 9 जना अहिले पनि बेपत्ता हुनुहुन्छ। घर कतिवटा पुरिएको छ? घर यो एउटा चर्च घर सहित घर चाहिँ 10 वटा घर चाहिँ नाम निशाना छैन। 10 वटा घर? 10 वटा घर। यो खासमा के कारणले हो, यो केही बुझ्नु भएको छ तपाईँहरूले? यो पहिरो जानुको कारण पहिरो चाहिँ यो यसको शिर माथि, यो माथि तपाईँले पनि देख्नुभएको छ के अरे, यो माथि भागे खोलाको शिर छ एउटा यो के अरे बङ्गला चोली के बङ्गला खोला के भन्छन्, यो त्यो खोला दुईबाट शिर आएर अनि अर्को यहाँ नयाँ रोड पनि खने हो। नयाँ रोड खनेको हुनाले त्यहाँ गेबिङ भएको हुनाले त्यहाँ जम्मा भएको पानी त्यो गेबिङसँग फुटेर आयो कि, फुटेर आउँदाखेरि लेडोसँगकोले चाहिँ यस्तो भएको छ। हेर्नुहोस् न, यो हाम्रो पछिल्लोतिर यो ठुल्ठुलो ढुङ्गाहरू छ नि त है, यो ढुङ्गा पनि माथिबाटै बगेर आएको नि? कोही ढुङ्गा चाहिँ यही खोलाकै हो सर। ठुल्ठुलो 5-6वटा ढुङ्गा त यसमै थियो है। यो ढुङ्गा चाहिँ यो खोलाको माथिबाट त आएको होइन, यो ढुङ्गा यो खोलाबाट नै आयो, यही नजिकैबाट आयो। यो नजिकैबाट। यी ढुङ्गाहरूले नै पुर्यो त्यो घरहरू है? एकदमै एकदमै। अनि 3 जना यो 13 जना मध्ये अब 3 जनाको लास भेट्यो। अनि 2 जना भाइहरू एकदमै यो घरबाट भाग्ने क्रममा चाहिँ घाइते हुनुभएको छ होइन, हामी बाटोमा भेट्नुभयो होला। अरू बहिनी चाहिँ भाग्ने क्रममा चाहिँ बहिनीलाई ठ्याक्कै चाहिँ अब पुर्यो होइन, बहिनीको निधन भइसकेको छ। 2 जना भाइहरू घाइते भएको हुनाले उहाँहरूलाई चाहिँ हामी अस्पताल रिफर गरेर अस्पताल पठाइसकेका छौँ। यस्तो अवस्था छ। एउटा घर छ, यो घर चाहिँ सुरक्षित रहेछ दाइ? यही घरबाट तिनी भाइहरू चाहिँ 3 जना बहिनीहरू चाहिँ नास्ता खाने क्रममा अब गुडुरु के आवाज आउँदाखेरि हेर्न जाँदाखेरि नै माथिबाट पुर्यो रहेछ क्या। अनि त्यो भाइलाई चाहिँ बगाउँदै यहाँसम्म ल्याएर रहेछ होइन। अनि लटपतेर भाइ चाहिँ घरतिर आएर रहेछ। अनि लटपतेर चाहिँ एक गाग्री पानी पनि टाउकोमा खनायो भनेर भन्नुहुन्थ्यो भाइ। हामी आउँदा भाइ बेहोस हुनुहुन्थ्यो। अनि अर्को त्यो खुट्टा दायाँ खुट्टा एकदमै यो सापरामै छैन। भाइ चाहिँ लटपतेर चाहिँ त्यहाँ गएर चाहिँ अब को बहिनीसँग चाहिँ फोन लिएर चाहिँ सहीमा फोन गर्नु भएको रहेछ। त्यसपछि कतै चाहिँ प्रचार भएको रहेछ होइन। त्यही भएको हुनाले चाहिँ त्यो भाइलाई हामी मुस्किलले उडार गऱ्यौँ। त्यसपछि यो घरमा ल्यायौँ र बहिनीको लास चाहिँ त्यो त्यहाँनिर देख्यौँ। त्यहाँ बहिनीको लासलाई पनि हामी त्यहाँ ल्यायौँ। यस्तो अवस्था थियो। हजुरहरूले देख्ने क्रममा चाहिँ के अवस्था, चोटहरू कहाँ थियो? चोटको त्यो बहिनीको त गुना नै छैन, गुना फ्र्याक्चर पुरै खतम थियो। अनि माथि एकजना त्यो ठगाने हाम्रो यो कमलबहादुर पुन मगरको टाउको होइन केही छैन, सब गाजिएको अवस्था थियो। टाउको फुटेको थियो, नाक अनुहार त केही छैन, चिनिनै सक्ने अवस्था, अनुहार चिनिया चाहिँ हिलो थियो। अब त्यस्तै लतपतेर हिलो लग्यौँ हिसाज, त्यस्तो अवस्था थियो सर। यो घरको पनि एकजनाको मृत्यु भएको भन्ने? यो घरको एकजना के अरे नाति छोरी होइन, शान्ति पुन मगर 19 वर्षको भयो। यो जस्तै यो माथिले उडार गरेछौँ अहिले भर्खर चाहिँ हामी मनराखीको चाहिँ उडार गऱ्यौँ। उहाँको बोइ नै हो, एउटै घरको नाति बाजे बजायो त्यहाँ बस्ने। यहाँ चाहिँ अब छोरा बुहारी नाति यही घरमा बस्ने, एउटै घरको यिनीहरू। जस्तै अहिले त्यो ढुङ्गा पन्छाउने क्रम जारी छ, त्यसमुनि पनि लास छ भन्ने शङ्का छ? त्यहाँ यो मनराखीको चाहिँ श्रीमान डलबहादुर पुन हुनुहुन्छ, जहाँ जो चाहिँ 75 वर्षको हुनुहुन्छ। त्यही नै हुनुहुन्छ, त्यो कन्फर्म छ, त्यही हुनुहुन्छ। त्योभन्दा घर एकजना माथि चाहिँ अजम्बर पुन मगर 80 वर्ष हुनुहुन्छ, त्यो पनि त्यही पुरिएको छ। र त्योभन्दा अरू सबै चाहिँ माथि यो ठगानेको 4 जना, अनि अर्को चाहिँ यो बलबहादुरको 3 जना, र यो नेपाल मगर सङ्घको चाहिँ नवीन रोका मगर पूर्व अध्यक्ष, उहाँको चाहिँ आमा हस्तमा, उहाँको पनि त्यही घरभित्र पुरेको अवस्था छ। र अर्को चाहिँ त्यही खोलामा चाहिँ आउने क्रममा चाहिँ त्यही खोलामा परेको प्रबल सम्भावना बढी छ। घरमा सम्पर्क गर्दा पनि अझैसम्म सम्पर्क बिन छ। महेन्द्र पुन मगर जो 36 वर्षको हुनुहुन्छ, त्यो गरी चाहिँ 13 जनाको चाहिँ जहाँसम्म लाग्छ हामीलाई चाहिँ उहाँहरू अझैसम्म साढे चाहिँ भएको हुनसक्छ भन्ने छ। जस्तै तपाईँहरूले त्यो बेपत्ता लासहरू भनौँ न, बेपत्ता व्यक्तिहरू हुनुहुन्छ नि, उहाँहरूको लास यतै कतै छ कि अथवा बगाएर लग्यो भन्ने छ? केही 2-4 जनाको बगाएको हुनसक्छ, किनकि अब 3 जना यो बलबहादुर पुन र लीलबहादुर पुन मगरको श्रीमती मणि पुन मगर हो, किनकि उहाँहरू खोला नजिकै हुनुहुन्थ्यो। त्यो 3 जना र अर्को यो महेन्द्र गर्ती मगर, किनकि उहाँ आउने क्रममा नै खोलाको यो मूल भावमै पऱ्यो भन्ने शङ्का छ। अनि उहाँहरू 4 जनाको लगभग चाहिँ बगायो भन्ने सम्भावना छ। अरूको चाहिँ यतै कतै चाहिँ सक्ने सम्भावना के छ? किन अहिलेसम्म चाहिँ एकिन भन्न सकिन्न सर। तपाईँ हामी देखिरहेका छौँ यस्तो चाहिँ बगर पुरै रक्तमै छ। हेर्नुहोस्, मान्छेको चाहिँ सम्भव छैन, हेर्नुहोस् होइन। यस्तो बेच्ने सम्भावना चाहिँ
छैन, तैपनि हामी खोजी कार्यमा चाहिँ हिजो साँझदेखि लागि परिरहेका छौँ। जस्तै हाम्रो सुरक्षा निकायहरू हुनुहुन्छ नि, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलहरू यहाँ कति बेला आइपुग्नुभयो? उहाँहरू यहाँ लोकल प्रहरीहरू त हामी हिजो सँगसँगै आएको माथि ठुलो गाउँबाट है। अरू चाहिँ नेपाल प्रहरी जिल्लाबाट सिडिओ साहबहरू, डिआइजीहरू उहाँहरू करिब अहिले चाहिँ उहाँहरू आएको लगभग 2-3 घन्टा बिहान 2-3 घन्टा जति भयो होला उहाँहरू आएको। उहाँहरू पनि हिँड्दै आउनुभयो अरे फुलिवनबाट? फुलिवनदेखि हिँड्दै आउनुभयो, यस्तो अवस्था छ। र यहाँ पशु चौपायाको त काउन्टेबलै छैन, काउन्टेबलै छैन, गिन्ती नै छैन। अनि त्यो धनहरू पैसाहरूको त अन्न बालीको त काउन्टेबलै छैन, हिसाबै छैन, यस्तो अवस्था छ। अनि सामान्य घाइते चाहिँ एकजना बहिनी हुनुहुन्छ, उहाँलाई मुखमा लागेको छ, जो चाहिँ यो बेपत्ता हुनुभएको महेन्द्र गर्दी मगरको श्रीमती हुनुहुन्छ है। यो तिनवटा घर एकदमै जोखिममा छन् होइन। अनि अर्को चाहिँ हामी तपाईँलाई भन्नुपर्दाखेरि पशु चौपाए भयो है, अनि घर तिनवटा घर जोखिममा भयो, यो यत्रो चाहिँ छिट्टी छ। अब यस्तो अवस्थामा तपाईँ हामी देखिरहेका छौँ। अझ हामी उद्धार गर्ने काममै निरन्तर लागिरहेका छौँ। मैले ठबाङ गाउँपालिकाबाट पनि त्यहाँको अध्यक्षलाई फोन गरेर त्यहाँको टिम पनि मागेको छु, अनि उहाँहरू आइसक्नु भएको छ बाटोमा। त्यही भएर यस्तो अवस्था छ है। ल हस्, हुन्छ दाइ, जानकारीको लागि धेरै धेरै धन्यवाद छ। हामी यति बेला यो घटनास्थलमै छौँ। तपाईँलाई म अलिकति अगाडिको दृश्य देखाउँछु। यहाँनिर तपाईँ देख्न सक्नुहुन्छ एउटा ठुलो ढुङ्गा छ, त्यो ढुङ्गा देखाइदिनु होला। त्यो ढुङ्गा मुनि एउटा लास अझै पनि छ भन्ने आशंका 100% जस्तै कुरा गर्नुभएको छ दाइले। र एउटा लास चाहिँ भेटिएको छ जहाँ चाहिँ श्रीमान श्रीमती हुनुहुन्थ्यो। अहिले चाहिँ श्रीमतीको लास भेटिएको छ र श्रीमानको लास त्यहीँ छ भन्ने चाहिँ छ। अब त्यो ढुङ्गा पन्छाउने कार्यक्रम भइराखेको छ। निकै नै लामो समयसम्म सङ्घर्ष गर्न परिरहेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत धेरैजना हुनुहुन्छ, त्यसरी चाहिँ पन्छाउँदै हुनुहुन्छ, तर पनि लास अहिलेसम्म देखिएको छैन। हामी अर्को अपडेट लिएर आउनेछौँ।